The talking time. Hello, good morning, namaste. आज हामी बिहान उठेका छौँ सम्प्रदाय र म आज हामी जान लागेका छौँ कतै यसो घुम्नलाई बिहानै हामीसँग ब्याकप्याक रेडी छ हाम्रो अनारकली रेडी छ यहाँ है अहिले चाहिँ बिहान 7:48 गयो अनि हाम्रो टेम्परेचर छ -2 डिग्री सेल्सियस तैपनि हामी दाजुभाइ चाहिँ एकदम जोसेर आज चाहिँ पहाड चढ्ने हिमाल चढ्ने भने जस्तै गरेर है एकदम जोसेर हामी हिँड्नलाई एकदम तत्पर भएर बिहानै हिँड्न लाग्छौँ अब आज हामी कुम्रिया रिजनको ब्राम्पटनमा रहेको नेचुरल ग्लेसियल लेक टकिङ ट्यान जाँदैछौँ। यो चाहिँ धेरै पहिला अगाडि बनेको लेक हो रे। जब ग्लेसियर मेल्ट भयो त्यहाँ चाहिँ एउटा खाल्टो बन्यो अनि खाल्टो बनिसकेपछि चाहिँ पानी भरिँदै गएपछि चाहिँ त्यहाँ एउटा ताल बन्यो र त्यही ताललाई चाहिँ हामीले अहिले टकिङ ट्यान भनेर भन्छौँ। अब हामी फाइनल्ली आइसक्यौँ है हामीले चाहिँ यहाँ टिकट पनि काटिसक्यौँ कुमरल्यान्ड काउन्सिल टकिङ ट्यान कार पार्कको। अब हामीले टिकट चाहिँ यहाँ ट्याक्क डिस्प्ले गर्नुपर्छ अनि त्यसपछि यस्तो गरेर टिकट डिस्प्ले गरिसकेपछि चाहिँ हाम्रो मान्छेले फाइन लगाउँदैन यहाँ चेक गर्ने मान्छेले। हाम्रो अनारकली यहाँ छँदैछ यी हाम्रो चन्द्र दादा। यो चाहिँ हामी यहाँको ठाउँ चाहिँ टकिङ टान भन्ने एउटा पोन्ड जस्तो हो। टान भनेको एउटा पोन्ड जस्तो हो त्यहीँ आएको छौँ। एक राउन्ड हान्न मिल्ने खालको ठाउँ छ। ट्याक्क एक राउन्ड हानेर दाजुभाइ गफ गरेर त्यसपछि मिठो चिया र ब्रेड खाएर त्यसपछि हामी जान्छौँ घरतिर। रमाइलो कुरा के छ भन्दाखेरि खासमा 1 घन्टाको चाहिँ कार पार्क गरेको चाहिँ हाम्रो यहाँ जम्मा 150 मात्रै लिन्थ्यो। मसँग चाहिँ चेन्ज थिएन। यहाँ लेखेको छ नो चेन्ज गिभन भनेर मसँग चेन्ज थिएन त्यही भएर मेरो 50p चाहिँ कार पार्कले खाइदियो। भित्रै खाइदियो मेसिनले फिर्ता दिएन। 50 बिहान 50p घन्टा लाग्यो। गाह्रो छ। सो दिस इज द टकिङ टाइम। -2 भएको कारणले गर्दाखेरि चाहिँ यहाँ पानी आधीसम्म जमेको रहेछ। यहाँ यो चाहिँ हाम्रो लागि एकदम खतरा भ्यू हो जस्तो लाग्छ मलाई चाहिँ। हामीले अहिलेसम्म यसरी मैले चाहिँ देखेको थिएन अहिलेसम्म यसरी पानी जमेको। बवाल पानी नै जम्दिरह्यो यार। सो बेसिकली देयर इज अ ट्रेल द्याट गोज अराउन्ड द लेक। यो टानको साइडबाट चाहिँ एउटा ट्रेल छ वकिङ ट्रेल छ। लाग्छ होला लगभग आधा घन्टा जति हिँड्नलाई। अनि यहाँ चिल्ड्रेन प्लेइङ एरिया पनि छ अनि त्यसपछि कफी रुम पनि छ गिफ्ट सप पनि छ है एकदम म्यानेज्ड। यहाँ चाहिँ ट्याक्क बोटहरू पनि यसरी राखेको छ। मान्छेहरू यहाँ बोटिङ गर्न पनि आउँछ। 1 राउन्ड लेकको बोटिङ गर्न पनि आउँछ अनि यो प्राइभेट बोटहरू हायर गरेर पनि ट्र्याक लगाएर हामीले बोटिङहरू गर्न मिल्छ। तर एकदम जाडो छ अहिले चाहिँ सिजन छैन। समरमा चाहिँ यहाँ बोटिङ गर्ने मान्छेहरू चाहिँ लास्टै धेरै आउँछन् धेरै। सो यो चाहिँ यहाँको बर्ड वाचिङ पोइन्ट हो। बर्ड अब्जर्भेटरी भनेर लेखेको छ यहाँ। यस्तो टाइपको बोर्ड चाहिँ यहाँ पाउँछ यहाँबाट हेर्न मिल्छ भनेर लेखेको छ। दामी। यस्तो ठाउँहरूको एउटा बेस्ट पार्ट भनेको चाहिँ के छ भन्दाखेरि यहाँ जुन चाहिँ
रुखहरू ढलिरहेको छ है। अनि यहाँ पात पतिङ्गरहरू झरिरहेको छ। यिनीहरूले थोरै थोरै क्लिन त गर्छ काउन्सिलले, तर यो यस्तो यस्तो ढलिरहेको रुखहरूलाई चाहिँ यो चाहिँ अनटचडै बसिरहन्छ क्या। यो नेचुरल स्टेटमै यहीँ डिके हुन दिन्छ है। यो कारणले गर्दाखेरि चाहिँ यहाँको चाहिँ सौन्दर्य चाहिँ अलिकति झन् बढाएको छ क्या। यो चाहिँ ब्युटी चाहिँ एकदम इन्हान्स गरेको जस्तो देखिन्छ क्या। यो चाहिँ सबै काउन्सिलले मेन्टेन गर्ने हो कि यो सबै। यो चाहिँ एकदम बेस्ट पार्ट हो यो यस्तो ठाउँहरूको, यो नेचर रिजर्भहरूको चाहिँ। अनि अर्को बेस्ट पार्ट चाहिँ के छ भन्दाखेरि यहाँ नेपालमा जस्तै यहाँ चाहिँ उसको आफ्नो माया लाग्दो मान्छेहरूको, आफ्नो नजिकको हितैषी मान्छेहरूको नाममा चाहिँ यहाँ राखेको हुन्छ चेयरहरू, मेमोरियल चेयरहरू राखेको हुन्छ। यहाँ मान्छेहरू आउने जाने मान्छेहरू बस्न सजिलो होस् भनेर है। हाम्रो एक राउन्ड चाहिँ सकिसक्यो, हामीले चिया पनि खाइसक्यौँ। के छ दाइ दुई शब्द तपाईँको? एकदमै चिसो छ है -2 छ। -2 छ। अब यस्तोमा पनि बिहान आएर मजा आयो दाइ? एकदम मजा आयो, एकदम रिफ्रेस भयो। एकदम रिफ्रेस भयो। आजको दिन एकदम दामी जान्छ, दामी बढिया जान्छ। यति राम्रो भएको छ, दिन त त्यसै राम्रो भइहाल्छ नि। बास यो त होइन। अन्त गाडी भरिसकेको छ अरे। हामी आउँदाखेरि चाहिँ गाडी थिएन, ट्याक्क लगाएर यहाँ गाडी एकदम कम थियो। अहिले चाहिँ यहाँ पुरा पार्किङ लटभरि गाडी भरिसक्यो। मान्छेको यहाँ क्रेज कति छ भन्ने कुरा त यहाँ पार्किङबाट देखिसक्छ। गाडी कति अब यति गाडी मध्ये हाम्रो अनारकली कता होला? अनारकलीलाई कसैले छ छैन होला। अनारकली पुरानो अनारकली भयो भने, अनारकली नाम चाहिँ किन राखेको भन्दाखेरि एकदम पुरानो गाडी छ, त्यही भएर अनारकली भनेर नाम राखेको। 2006 को भक्सवागन हो। अब यस्तै छ, अब सुख दुःख गरेर काट्नु परेछ है। अब यो ठाउँलाई हामी बिदा गर्दै बाई बाई भन्दै हामी पल्टिहालौँ घरतिर।